म राजगाउँकै कलेजबाट +2 सकेर विदेश जाने तयारी गर्दै काठमाडौँमा आफ्नो आफन्तकोमा बस्दै आएको छु। आफन्तकी छोरी रिना मेरै उमेरकी छे। रिना नर्सिङ अध्ययन गर्दैछे। अङ्कल अन्ती पराए कामको सिलसिलामा घर बाहिर नै हुनुहुन्छ। घरमा हामी दुई मात्रै जवानीको नशा हावी भएपछि हामी तन पनि सताने भइसकेका थियौं। यी सब क्रिया सामान्य नै भइसकेको थियो हामी बीच। तर यो कथा चाहिँ त्यति बेलाबाट सुरु हुन्छ जति बेला रिनाको मामाकी छोरी रिना पढाइको सिलसिलामा काठमाडौँ आउँछे। ओ अर्थात् निता देख्दै सोझी कालो मोटो फ्रेम भएको चस्मा लगाउने बिन्दास छे। भर्खर 18 पुगेकी, शरीर भने देख्दै खाइलाग्दो रसिलो देखिन्थ्यो। कुरा त्यो दिनको हो जुन दिन रिना र निता रोमान्टिक हलिउड मुभी हेर्दै थिए। मुभी हेर्दै जाँदा दुवै केटीहरूलाई फिल आइरहेको प्रष्ट बुझ्न सकिन्थ्यो। रिना कन्ट्रोल गर्न नसकेपछि नितालाई सुमसुमाउन थाली। रिनाले निताको सर्टको टक खोलेको निताले पत्तै पाइने अनि हातले पोका मसल्दै निपल मुखमा राखेर चुस्दै गर्न थाली। निता दिदी नगर्नु न। रिना किन? मजा आएन। निता कस्तो भयो के? नगर्नु न। रिना ल पर्खी। एउटा हात उसको पेन्टीभित्र छिर्याएर पुतीभित्र औँला छिर्याउँदै भित्र बाहिर गर्न थाली। अब मजा आयो। निता मजा त आयो नि दिदी। तर रिना के तर लाडो नै चाहियो भनेको? निता छि दिदी भद्दा भाषा नबोल्नु न। कस्तो हुन्छ? रिना यही भद्दा भाषाले गर्दा त मजा आउँछ नि। रिनाले उनको पुरै कपडा छराइदिई। निता आह ऊ दिदी खपिन सक्नुभयो मलाई त। रिना पख उसको पुतीमा जिब्रो पुर्याउँदै म ठिक पारिदिन्छु। निता हुँ दिदी अलि भित्र जोडले आह। निता 5 मिनेट पछि दिदी म झरर नलागे आह। रिना मजा आयो हैन त केटी? निता साह्रै मजा आयो नि दिदी। रिना लाडो छिराएर गरेको भए अझै मजा आउँथ्यो नि केटी। निता अब लाडो कहाँ खोज्न जाने त? बाटोमा हिँड्नेलाई पुती चिलायो भन्दै हिँड्ने र? रिना यही छ नि लाडो। निता कहाँ? रिना राजको के त? 8 इन्चको अनि मोटाइ त घोडाको जस्तो छ। निता छ्या दिदी फेरि दाइकै कुरा गर्नुभयो। पाप लाग्छ दाइसँग त। रिना के को पाप नि? बाहिर चिकाउँदै हिडिस् भने त भालु भनिहाल्छन् नि। फेरि आजकालका केटाहरूले त ब्ल्याकमेल गरेर आफ्ना साथीहरू सबैको भाडो बनाउँछन्। मेरो साथी सुनितालाई 7 जनाले एकैचोटि चिकेर बेहाल पारिदिएका थिए। निता बाबै 7 जनाको लाडो मेरो पुतीमा पर्यो भने त मर्छु होला। रिना मर्न त के मरिन्थ्यो र? 2 दिन उठ्न पनि सकिन्न होला। 2 जनासम्म एकैपटक चाहिँ मजा नै हुन्छ। एउटा लाडो चाकती र एउटा पुतीमा कस्तो पो मजा हुन्छ। अर्को एउटा पनि थप भयो भने मुखमा ठिक्क हुन्छ। निता बाबै नि दिदी तपाईँ त 2-3 जनासँग गर्नुहुन्छ कि क्या हो एकैपटक? रिना त्यस्तो भाग्य कहाँ हुनु नि। 2टासम्म चाहिँ धेरै पटक लिएको छु। एउटा राजको र अर्को निलको। निल गएपछि चाहिँ राजको लाडो मात्रैले कहिले चाकमा कहिले पुतीमा चित्त बुझाउँछु नि। निता जिब्रो तोक्दै आम्मै दिदी आफ्नै भाइसँग पनि? रिना धेरै नखरा नपार। लाडो र पुतीको कुनै नाता हुँदैन सिवाय चिकाइको। नुहाइसकेर दुवैजना लुगा बिनै बाथरुमबाट बाहिर आउँछन्। रिनाले ड्रेसिङ टेबलबाट लिपस्टिक निकालेर ओठमा लगाउन थाली अनि ओठमा सकेर उसले अर्को पनि निकाली र खाटमा पुती फ्या पारेर पुतीको बाहिरी ओठमा दल्न थाली। निता आम्मै दिदी पुतीमा पनि? रिना लौ यो केटीलाई त केही पनि थाहा रहेनछ। तेरो पुती चिल्लो चम्किलो र आकर्षक भए पो अनि चिक्ने मान्छेलाई मजा आउँछ त। खै यहाँ आइस तेरो पुतीमा पनि लगाइदिन्छु बरु।
अनि नितालाई खाटमा तानेर लडाइदिई, "भो दिदी, मलाई त लाज लाग्यो, हुन दिनुस् पो पर्दैन। रिना धेरै नखरा नपार, यति सामान्य कुरा त जान्न पर्यो नि तैले, नत्र त तेरो बोयफ्रेन्डले तँलाई एकपटक पनि नचिकी छोडिदिन्छ। निता, त्यो त बिहा गरेपछि लोग्नेले गर्ने हो नि, सबैसँग कहाँ गराउँदै हिँड्छु र म। रिना, दत केटी बिहे कहिले हुने हो कहिले? पहिले पो 15-16 वर्षमै बिहे हुन्थ्यो र 15-16मै पोइले चिक्थ्यो। आजकालका बिहे कहिले हुने ठेगान नै हुन्न। बाउ आमालाई आफैमा चिकाचिकी गर्दा ठिक्क छ, छोरीको पुतीले लाडो खोज्दैछ भन्ने बुझ्दैनन्। हेर केटी, जवानीको मजा बैंस छँदै लुटिहाल्नुपर्छ, पछि चाउरी परेको पुती त कसैले फर्केर पनि हेर्दैन। निता दिदी पनि त्यसो भए बोयफ्रेन्ड बनाएपछि गरौँला नि त। रिना ठुक्क मोरी, यस्तो पोटिलो ज्यान अनि सेक्सी जवानीको मजा लिन त तरुणीहरू मरिहत्ते गर्छन्। त चाहिँ सडेर बस। रिनाले उसको पुतीका फाकामा मेकअप गरिदिइसकेकी थिई। मलाई त तुरुन्तै चिकाउन मन लाग्यो। तँलाई हेर्न मन लागेको भए यही बसेर हेर। रिनाले कम्प्युटर खोली। निता आम्मै दिदी, डेस्कटपमा पनि आफ्नै नामको फोटो, कसले खिचेको? रिना आफ्नो कम्प्युटरमा त जे राखे पनि कसलाई के मतलब? अनि राजले यस्ता फोटो त तरिका तरिकाको खिच्छ। रिनाले कम्प्युटरमा भिडियो अन गरेर मेरो कोठाको दृश्य निकाली र आफूले गाउन लगाई। ल त यहाँ बसेर हेर, म चाहिँ राजको लाडो खान गए। यता मैले पनि रिनाको कोठाको भिडियो मेरो टेलिभिजनमा हेरिरहेको थिएँ। म बेडमा पल्टिरहेको थिएँ। रिना कोठामा पसी अनि मेरो कमरको सँगै टाँसिएर बेडको छेउमा बसी। म त्यही पोजिसनमा उठेर रिनालाई अङ्गालोले पछाडिबाट बेरे अनि कानतिर किस खान थाले। रिना मुसुक्क मुस्काउँदै मतिर फर्की अनि मेरो मुखमा आफ्नो मुख जोडेर लामो टङ्ग किस थाली। मैले आफ्ना हातले उसको पेट बेरे र बिस्तारै हातलाई माथि सार्दै गए। झन्डै पोकाको नजिक पुगेपछि मैले हत्केलाले उसको पेट सुमसुम्याउँदै फेरि टङ्ग किस दिन थाले। टङ्ग किसकै क्रममा मैले रिनाको दुवै पोका समाएर हल्कासँग निचोर्न थाले। रिनाले आफ्ना हातले मेरो टाउकोमा बेरी। यो किस सकिदासम्म मैले रिनाको गाउन माथिबाटै पोका मजाले खेलाउन थालिसकेको थिएँ। किस छुटेपछि मैले चोर औँलाको सहायताले रिनाको गाउन घाँटिनेरबाट काँधाउँदै तल सार्न थाले। रिनाले मलाई सहयोग गरिरहेकी थिई। उता निता ठुल्ठुला आँखा बनाएर कम्प्युटरको स्क्रिनमा हाम्रो यौन क्रीडा हेरिरहेकी थिई। गाउनलाई तल पुर्याएपछि कमरमाथि रिना लुगा बिनै भएकी थिई र मैले उसको लुगा बिनाको पोकालाई घरि हल्लाउने र घरि दबाउने अनि घरि मसल्ने र घरि घुमाउने गर्दै थिएँ। यता रिना मेरो कट्टुमाथिबाटै मेरो लाडो मुसार्दै थिई। एकाएक रिनाले मेरो कट्टु सारेर आधा लाडो बाहिर निकालेर खेलाउन थाली। मैले हल्का उठेर कट्टु पुरै तल सारिदिए। अब म पुरै लुगा बिनै थिएँ। रिनाले मेरो लाडो हातमा लिएर खेलाउँदै मुख चुकाएर लाडोसम्म पुर्याई र लोलीपोप चुसे झै गरी चुस्न थाली। मेरो मोटो लाडो सकिन सकि चुसेको देखेर निता एकछिन त अवाक भएर वाफ रे भन्ने किसिमको मुद्रामा पुगेकी थिई। तर मेरो लाडोको जरासम्म चुस्ने रिनाको कोसिसले त निता दङ्ग नै परी। यस्तो लाग्थ्यो कम्प्युटर छोडेर प्रत्यक्ष हेर्ने चाहना राख्दै थिई। झनै मैले रिनाको पोका जोडले दबाउँदा रिनाले लाडोलाई अझै भित्र पुर्याउने कोसिस गर्दथी। केही बेर चुसेपछि मैले उसलाई उठाए, जसको कारण रिनाको गाउन भुइँमा सोहोरिएर गयो र ऊ पुरै लुगा बिनै भई। मैले रिनालाई खाटमा सुताइदिँदै उसको खुट्टा फट्याएर पुतीमा औँला छिराइदिए। रिनाले निताको कोठासम्मै आवाज पुग्ने गरी आह गरी। त्यसपछि मैले एउटा हातले उसको पोका खेलाउँदै अर्को हातका औँलाले रिनाको पुतीका फाका खोलेर जिब्रोले चाट्न थाले। मेरो जिब्रोले उसको पुतीलाई छुनासाथ रिनाले कोठालाई चिकायमान बनाउने हेतु आवाज निकालेर मलाई उक्साउन थाली। उसको एउटा पोका आफ्नै हातले निचोर्न थाले। उसको र मेरो उद्देश्य नितालाई चिकाइको मजा असीमित र अति आनन्ददायी हुन्छ भन्ने अनुभूति गराउनु नै थियो।
हाम्रो यति काम नै नितालाई सन्काउन काफी भइसकेको मैले अनुभव गरिरहेको थिएँ। केही बेर रिनाको पुती चाटेपछि, रिना राज अब त अति भयो, लाडो छिरा नपुतीमा मामाइया, म कति हतार गर्छेस्, अहिले त खलास भइहाल्छेस् अनि मेरो लाडोलाई दिमाग खराब हुन्छ। अर्को पुती पनि भए त ठिक हुन्थ्यो। चुपचाप एकछिन मेरो लाडो चुस। रिना आजबाट त एउटा पुती थपिएको छ नि घरमा, निताको पुती। म मान्दिन होला नि त त्यसले मसँग चिकाउन। रिना एकचोटि ट्राई गरेपछि क्लियर भइन्छ नि, नभए मेरो चाकमा चिक। म खै छोड, अहिले मजा आइरहेको बेलामा ट्राई गर्नुभन्दा धेरै चाकमा चिक्छु। अनि उसको चाकमा लाडो छिराए। निताले आश्चर्यचकित हुँदै आँखा नजिम्क्याई स्क्रिनमा हेरिरही। उसलाई थाहा थिएन त्यही कम्प्युटरको वेबक्यामबाट हामीले उसलाई पनि हेरिरहेका थियौँ। रिनाको चाकमा मेरो लाडो ठुलो भएको कारणले चिक्दाखेरि टाइट भएको थियो। रिनाको मुखबाट निस्केको चिकालो आवाजले कोठा गुन्जायमान भइरहेको थियो। त्यसमाथि मेरो हातले घरिघरि रिनाको पुती अनि पोका खेलाइदिँदा उसले अझै सितकारपूर्ण रूपमा अझै भित्र गेडै सित भन्थी। अनि कुनै बेला म उसको मुहार हल्का पछाडि फर्काएर टङ्ग किस पनि दिन भ्याउँथे। चिकाइको हरेक धक्कामा रिनाको पोका लचकलचक गर्दै हल्लिएको दृश्य मेरो सबैको प्यारो थियो। त्यसै कारण रिना पोकाको गतिशीलतालाई पनि निकै ध्यान दिने गर्थी। समग्रमा भन्दा हाम्रो चिकाइ पूर्ण समझदारी अनि रोमाञ्चक होस् भन्ने कुरामा हामी निकै ध्यान दिन्थ्यौँ, किनकि हामी चिक्नकै लागि मात्र बढी केन्द्रित थियौँ। निकै बेर रिनाको चाकमा चिकेपछि मैले लाडो उसको चाकबाट निकाले र तत्कालै रिनाले मुखमा राखेर भित्र बाहिर गराउँदै चुस्न थाली। उसको मुखबाट प्रशस्त निस्केको थुकले मेरो लाडो चिप्लो बनिरहेको थियो। मैले लाडो उसको मुखबाट बाहिर निकाले र उसको पोका समाउँदै मुखलाई मेरो मुखसम्म ल्याएर फेरि टङ्ग किस दिन थाले। त्यसपछि ठिक क्यामेराको अगाडि पर्ने गरी म लाडो ठड्याएर उत्तानो परेर बसे अनि रिना पनि पुती फेस्याउँदै मेरो लाडो पुतीभित्र छिराएर तलमाथि गर्दै मच्चिन थाली। त्यसो गर्दा उसका ठुला ठुला दुधका फाँचा ब्रा नलगाएकी केटी दौड्दाका बखत हल्लिएझै हल्लिरहेका थिए। घरिघरि म उसको पोकालाई निकै बेसरी समाइदिन्थे। त्यसो गर्दा रिनाका आँखा आनन्ददायी रूपमा बन्द हुन्थ्यो। त्यसपछि मैले उसलाई आसन परिवर्तन गर्दै लगभग 20 मिनेट जति चिकेपछि मैले लाडो निकाले र रिनाले फेरि मेरो लाडो चुस्न थाली। केही बेरको चुसाइमै जब मेरो लाडो जरैसित उसको मुखभित्र थियो, पिचकारी छोड्न थाल्यो। रिनाले लाडो बाहिर निकाली र बाँकी फुसी उसको नाक अनि निधारसम्म पुग्यो। मुखभित्र झरेको फुसीलाई उसले र्याल्झै मुखबाट निकाली र उसको ओठ हुँदै पोकासम्म पुग्यो। लाडोमा रहेको रहेल पहेल फुसीलाई उसले गालामा दली। त्यसपछि म बाथरुम छिरे। रिना गाउन समातेर नाङ्गै नै आफ्नो कोठामा पुगी, जहाँ निता आँखा नजिम्क्याई हाम्रो चिकाइ हेरिरहेकी थिई। उसको हालत निकै सेक्सी भएको थियो, सायद उत्तिखेरै पुती तेर्साएर चिकाउँ जस्तो। रिनाले आफ्नो निधारमा लागेको फुसी औँलामा लिएर जिस्काउँदै निताको ओठमा दलेर भनी, नचिकाए पनि दाइको माल त चाख्न, अनि फुसी सहितको मुखले निताको मुखमा जोडेर टङ्ग किस दिई। निता नचाहँदै पनि मेरो फुसीको स्वाद लिन बाध्य भई र निताले रिनालाई प्रश्नवाचक रूपमा हेरिरही।